हेलो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज पनि तपाईँलाई स्वागत छ मेरो अनदर ब्लगमा। आज पनि तयारी भएर ड्युटीको लागि हिँड्ने यो बाटोमा जे देखिन्छ जस्तो देखिन्छ तस्तै तपाईँलाई देखाउने कोसिस गर्नेछु। तपाईँलाई भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट र सेयर गर्न पनि नबिर्सनु होला। आज पनि म चाहिँ हिँडिसकेँ। बाटोमा चाहिँ तपाईँलाई हेर्नु एकदमै रमाइलो बाटो छ, एकदमै शान्तपूर्णको तरिकाको बाटो छ, एकदमै हावा चलिरहेको छ, बादल लागिरहेको छ, एकदमै सुनसान छ। अनि चाहिँ हामी चाहिँ बाटो हिँड्दा हिँड्दै चाहिँ मेन रोडमा पुगिसकेको छु। अब चाहिँ यो चाहिँ मेन हाइवे भइहाल्यो तपाईँको होटलको एपछिको हाम्रो बाजुमै चाहिँ हाम्रो होटल छ। अनि चाहिँ यो तपाईँलाई भन्दै गरेको छु म, यो चाहिँ हाम्रो होटलको अगाडिपट्टिको भ्यू भइहाल्यो, यो पार्किङ भइहाल्यो। अनि यताबाट गए चाहिँ हामी चाहिँ रेस्टुरेन्टमा पुग्नु। अनि म लिफ्टबाट माथि गएँ, लिफ्टबाट माथि जानेछु। माथि गइसकेपछि तपाईँलाई चाहिँ म रेस्टुरेन्टको भ्यू पनि तपाईँलाई देखाउने छु। यहाँ हेर्नु होला, म माथि जान लागेको छु। एकदमै लिफ्टमा चाहिँ एकदमै डर पनि लाग्छ कहिलेकाहीँ, तर यो चाहिँ हेर्नु बिहानको लुक चाहिँ एकदमै साफसफाइ गरिरहेछन् केटाहरू। आज चाहिँ फेरि रेस्टुरेन्टमा पुगिसकेपछि मन्दिरमा पूजाउजा भइसकेको थियो। अलिकति दर्शन गरेर म पनि डेली वर्कतिर लागेँ। अनि चाहिँ आज अलि चाहिँ म छिटै घर रुममा गएको छु, किनभने चाहिँ आज चाहिँ 2-3 केटाहरू गाउँ जाने भएकोलाई चाहिँ आज चाहिँ म चाहिँ अलि छिट्टै रुममा गएको छु। आज फेरि पनि म रुममा गएँ, केटाहरूको सामान प्याकिङ गर्नुपर्ने हुन्छ, त्यही भएर चाहिँ रुममा गइसकेपछि साँझ फेरि ड्युटीको लागि तयारी भएर आइयो। एकदमै बाटोमा चाहिँ सुनसान छ, मैले भन्दै गरेको छु। तपाईँहरू रोड क्रस गर्दाखेरिमा एकदमै ध्यान दिनु होला, ट्राफिक चाहिँ एकदमै हुन्छ, ध्यान दिनु होला भन्दै गरेको छु। त्यसपछि चाहिँ म होटलको नजिकै पुगिसकेँ हामी। यो चाहिँ होटलको बाहिरीपट्टि भइहाल्यो। बाहिरीपट्टि भइसकेपछि अब चाहिँ यो तपाईँको बाहिरीको लुक भइहाल्यो, पार्किङको एकदमै तपाईँ देख्न सक्नुहुन्छ, एकदमै रमाइलो ठाउँ छ। अनि चाहिँ हामी चाहिँ रेस्टुरेन्टमा पुगिसकेपछि यो एकदमै बाहिर पार्किङ भइहाल्यो। अनि रेस्टुरेन्टमा त्यति टेबल त थिएन, तर 1-2 टेबल फेरि पनि लागिरहेको थियो साँझ 6-6:30 बजीतिर। म चाहिँ यिनीहरूलाई छोड्दा स्टेसन जानेछु। रोडमा हामी 2जना चाहिँ एक्टिभामा गयो, अरू चाहिँ केटालाई भने अटोमा बुक गरेर हामी चाहिँ स्टेसनको लागि हिँड्यो। स्टेसन हिँड्दाखेरि बाटोमा तपाईँलाई जे जस्तो देखिन्छ त्यही देखाउने कोसिस गर्नेछु। र तपाईँहरूलाई चाहिँ यहाँसम्म भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सिदिनु होला। धन्यवाद। तपाईँहरूको मायाले चाहिँ सपोर्टले चाहिँ एकदमै उत्साह बढ्नेछ भन्ने आश गरेको छु। हामी चाहिँ यो बाटो हुँदै एकदमै ट्राफिक छ, 9 बजे 9:30 बजे कुरा चाहिँ एकदमै यो हुँदै चाहिँ हामीहरू चाहिँ एकदमै बाटो हुँदै एकदमै स्टेसन पुग्नेछु। बाटोमा चाहिँ एकदमै गाडी चलाउँदा या केही कुर्दाहरू पनि तपाईँले ध्यान राख्नु होला, धेरै फास्ट नचलाउनु, एकदमै राम्रो तरिकाले चलाउनु होला। यो चाहिँ एकदमै अब तपाईँले यो ठाउँमा हुनुहुन्छ भने तपाईँले देख्नुहुनेछ, यो ठाउँलाई पहिचान हुनुहुन्छ। तपाईँ बाहिर हुनुहुन्छ भने यो एरिया हुँदै एकदम मेन सिटीमा छु हामी। अहिले चाहिँ मेन सिटीबाट भएर चाहिँ हामी अहिले स्टेसन रोडतिर लागिसकेका छौँ। यो चाहिँ एकदमै तपाईँको यो एरिया चाहिँ एकदमै बिजनेस हुने ठाउँ हो। यो एरिया चाहिँ एकदमै पब्लिक एरिया हुन्छ, यहाँ चाहिँ एकदमै ट्राफिक फुल हुन्छ। अनि चाहिँ हामीहरू चाहिँ अब स्टेसन पुग्नै लागेका छौँ। अब स्टेसन चाहिँ बाटोमा हाँसी मजाक गर्दै हामीहरू माथि स्टेसनको लागि हिँड्दैछु, एकदमै गफसफ गर्दै रमाइलो गर्दै। अब चाहिँ अरू घर जानेको टाइममा आफूलाई पनि घर जाने मनपर्छ। यो चाहिँ तपाईँहरूको चाहिँ ट्राफिक एकदमै फुल छ। अनि यहाँबाट चाहिँ अब स्टेसनको बाटो तपाईँलाई देखाउने छु म। एकदमै रमाइलो पब्लिक भिड हुन्छ, किनभने चाहिँ अब चाहिँ स्टेसन भयो, तपाईँले थाहा भएकै कुरा, एकदमै भिड हुन्छ। त्यही भएर एकदमै शान्ति तरिकाले जानु होला, एकदमै नआत्तिनु होला तपाईँहरू पनि कहाँ जाने। अब यहाँबाट चाहिँ यहाँ लेखेको छ वेलकम छ, स्वागत छ तपाईँलाई हुब्ली स्टेसन भनेर। यहाँबाट हामी चाहिँ भित्र छिरिसक्यो। अब यहाँबाट चाहिँ एकदमै माथि चाहिँ स्टेसन छ। यहाँ चाहिँ फेरि स्टेसन चाहिँ एकदमै ठुलो पनि छैन, सानो पनि छैन, ठिक्क छ। मतलब त्यति भिड भएन। हामी स्टेसन पुग्नै आँटेका छौँ, एकदमै रमाइलो गेटमै छु। अब यहाँबाट चाहिँ अलि माथि गएर आउनु होला, सम्पर्क गर्न। अब चाहिँ हामीहरू चाहिँ स्टेसन पुगिसकेका छौँ, गाडी पार्किङ गरेर बाटो हुँदै अब चाहिँ केटाहरू कहाँ छन् त्यो खोज्दै आइसकेको केटाहरू पनि गाडी चाहिँ हटाउनु आइसकेको छ। अनि त्यहाँबाट चाहिँ हामीहरू चाहिँ एकदमै यो चाहिँ स्टेसनको फर्स्ट प्लेटफर्म भइहाल्यो। तपाईँले 1 नम्बर प्लेटफर्ममा गाडी आउँदैछ अरे, त्यही भएर चाहिँ अनि हामीले गाडी आइसकेपछि मैले चाहिँ पटपट गरेर सिट ढुँडेँ। सिट ढुँडिसकेपछि चाहिँ यहाँ चाहिँ अलि पछाडिपट्टि छ सिट, यतापट्टि पछाडिपट्टि चाहिँ सिट भएर चाहिँ त्यहाँ मैले केटाहरूलाई बसाइदिएँ। यहाँ यतापट्टि चाहिँ यो सिटमा चाहिँ 3जनाको सिट भएको छ। एकदमै रमाइलो भयो, सबै केटाहरूलाई छाडियो। तर याद आउँछ सबै, अरूले घर जाँदा आफूलाई पनि घर जाने मन लाग्छ। त्यो मैले टिकट केटाहरूलाई बाँडिसकेपछि हामीहरू पनि जाने भनेर फेरि रिटर्न भइसक्यो। तपाईँलाई म देखाउने छु। यो स्टेसनको अन्डरग्राउन्ड बाटो भइहाल्यो। अनि यहाँबाट चाहिँ एकदमै गए चाहिँ मेन रोडमा पनि निस्किन्छ। यो चाहिँ प्लेटफर्म नम्बर 1 हो। यहाँबाट चाहिँ प्राय गाडीहरू चाहिँ हाम्रो निजामुद्दिन एक्सप्रेस चाहिँ कर्नाटकको सम्पर्क क्रान्ति यहीबाट जाने गर्छ। प्राय 1 नम्बर र 4 नम्बरमा लाग्छ। आज चाहिँ ट्रेन पनि हिँड्न लागेको छ, नम्बरमै लागेको थियो, गाडी पनि गाडी हिँडिसकेपछि हामीहरू पनि लाग्यो।